नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको तिहारको भाइटिकाको उत्तम साइत सार्वजनिक गरेको छ। कार्तिक 6 गते बिहिबार बिहान 11 बजेर 39 मिनेटमा भाइटिकाको उत्तम साइत रहेको समितिले जनाएको छ। यस वर्ष यमपञ्चक कार्तिक 1 गते शनिबारदेखि सुरु हुँदैछ। त्यस दिनदेखि यमदीप दान सुरु गरिन्छ। धनत्रयोदशी र धनतेरस पर्व पनि यसै दिन परेको समितिले स्वीकृत गरेको पात्रमा उल्लेख छ। कार्तिक 2 गते आइतबार काग तिहार परेको छ। यसै दिन धन्वन्तरी जयन्ती पर्व पनि मनाइन्छ। कार्तिक 3 गते सोमबार बिहान नरक स्नान सहित कुकुर तिहार र बेलुकी लक्ष्मी पूजा परेको छ। कार्तिक 3 गते सोमबार दिउँसो 2 बजेर 52 मिनेटमा कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले शास्त्र सम्बद्ध रूपमा पर्व सम्बन्धी निर्णय गरिएको समितिले जनाएको छ। त्यस्तै औँसी तिथिमा गरिने स्नान दान भने कार्तिक 4 गते मङ्गलबार बिहान गर्नुपर्नेछ। कार्तिक 4 गते दिउँसो 4 बजेर 29 मिनेटमा औँसी तिथि रहेको समितिले जनाएको छ। शास्त्रीय विधि अनुसार भाइ पूजा र नेवारी भाषामा भनिने किजा पूजा पनि कार्तिक 6 गते बिहिबार मनाइने समितिले जनाएको छ। तपाईहरुलाई पनि आउँदै गरेको नेपालीहरूको दोस्रो ठुलो चाड शुभ दीपावलीको हार्दिक मङ्गलमय शुभकामना।